गभर्मेन्ट जब अर्थात् सरकारी जागिरको तयारी कसरी गर्ने? प्रमुख 5 वटा टिप्सहरू लोकसेवा, बैंकिङ सेवा, शिक्षक सेवा सबैलाई उपयोगी। नेपालमा सरकारी जागिर गभर्मेन्ट जबलाई स्थायित्व, सम्मान र सुरक्षाको प्रतीक मानिन्छ। लोकसेवा आयोग, बैंक तथा वित्तीय संस्था र शिक्षक सेवा आयोग जस्ता प्रतिस्पर्धात्मक परीक्षाहरू देशभरिका युवाहरूका लागि आकर्षकको केन्द्र बनेका छन्। नमस्कार साथीहरू, यो हो करियर अफ नेपाल, तपाईको करियरको साथी। आज हामी सरकारी जागिरको तयारी कसरी गर्ने, कुन रणनीति अपनाउने, स्टेप बाई स्टेप 5 वटा सफल टिप्स तथा रणनीतिहरू बताउनेछौँ र भिडियोको अन्त्यमा केही उत्कृष्ट सुझावहरू पनि दिनेछौँ। यदि तपाईँ सरकारी जागिरको सपना देख्दै हुनुहुन्छ भने यो भिडियो तपाईको लागि हो। भिडियो अन्त्यसम्म हेर्नुहोस्। यो भिडियोले सरकारी क्षेत्रमा तपाईको करियर बनाउन धेरै मद्दत गर्नेछ। आउनुस् अब सुरु गरौँ। सरकारी जागिरको लागि तयारी गर्न अपनाउनु पर्ने प्रमुख 5 रणनीतिहरू अर्थात् प्रमुख 5 सफल टिप्सहरू। टिप्स नम्बर 1, ठोस योजना बनाउनुहोस्। सरकारी परीक्षाको तयारी सुरु गर्नु अघि तपाईको लक्ष्य स्पष्ट हुनुपर्छ। जस्तै तपाईँ कुन जागिरको तयारी गर्दै हुनुहुन्छ? लोकसेवातर्फ नायब सुब्बा, खरिदार अथवा शाखा अधिकृत, बैंकिङ क्षेत्र अथवा शैक्षिक सेवातर्फ तपाईको शैक्षिक योग्यता र रुचि अनुसारको क्षेत्र छनौट गर्नुहोस्। टिप्स नम्बर 2, पाठ्यक्रम अनुसार अध्ययन गर्नुहोस्। हुनसक्छ तपाईले धेरै अध्ययन गर्नुभयो, तर पाठ्यक्रम अनुसार अध्ययन नभए प्रभावकारी हुँदैन। त्यसैले सम्बन्धित क्षेत्रको पाठ्यक्रम अनुसार अध्ययन गर्नुहोस्। लोकसेवा, बैंकिङ क्षेत्र र शिक्षक सेवा यी तीनैको आआफ्नै पाठ्यक्रम छ। जस्तै लोकसेवाको लागि पाठ्यक्रम सामान्य ज्ञान, नेपालको संविधान, इतिहास, भूगोल, गणितीय क्षमता, अङ्ग्रेजी, नेपाली भाषा। बैंक तथा वित्तीय संस्थाको पाठ्यक्रम बैंकिङ ज्ञान, एनआरबी पोलिसी, लोन टाइप्स, आइक्यू, लजिकल रिजनिङ, इङ्ग्लिस, एप्टिट्युड। शिक्षक सेवा आयोगको पाठ्यक्रम शिक्षण विधि, बाल मनोविज्ञान, विषयगत ज्ञान, नेपाली, म्याथ, साइन्स इटिसी। यी सबै क्षेत्र र तहहरूको पाठ्यक्रमको लिङ्क यो भिडियोको डिस्क्रिप्सनमा पनि राखिएको छ, त्यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ। टिप्स नम्बर 3, नियमित अभ्यास र मुक टेस्ट गर्नुहोस्। तपाईको तयारीको स्तर नाप्ने एकमात्र उपाय हो मुक टेस्ट। दिनको कम्तीमा 2 घण्टा पुराना प्रश्नहरू हल गर्नुहोस्। हप्तामा एक पटक समय मिलाएर पुरा सेटको टेस्ट दिनुहोस्। नियमित अभ्यास र मुक टेस्टबाट हुने फाइदाहरू: समय व्यवस्थापनको सिप विकास हुन्छ, परीक्षा डर हट्छ, कमजोरीका क्षेत्र थाहा पाइन्छ। टिप्स नम्बर 4, विश्वसनीय सामग्री मात्र प्रयोग गर्नुहोस्। सस्तो र गलत गाइडले तपाईलाई भ्रममा पार्न सक्छ। विश्वसनीय किताबहरू मात्र छनौट गर्नुहोस्। जस्तै लोकसेवाको लागि गोरखापत्र लोकसेवा तयारी, दृष्टि लोकसेवा गाइड, बैंक तथा वित्तीय संस्थाको लागि शङ्कर सर ब्याङ्किङ प्रिपरेसन, आइक्यू एन्ड एप्टिट्युड बाई रमेश सर, शिक्षक सेवा आयोगको लागि टिचर सर्भिस कमिसन गाइडबुक, बाल मनोविज्ञान, शिक्षा मन्त्रालय। टिप्स नम्बर 5, मनोबल, अनुशासन र नियमितता कायम राख्नुहोस्। सरकारी जागिरको तयारी दौड होइन, यो एक म्याराथन हो। त्यसैले तपाईको मानसिक अवस्था बलियो हुन आवश्यक छ। सकारात्मक साथीहरूको समूह बनाउनुहोस्। हरेक दिन 15 मिनेट मोटिभेसनल भिडियो हेर्नुहोस्। आफूलाई हरेक हप्ता मूल्याङ्कन गर्नुहोस्। साथै स्मरण रहोस्, तयारीको हिम्मत गर्न सक्नेले मात्र सफलताको सपना देख्न सक्छ। अब केही प्रमुख सुझावहरू: वर्षभरिको टाइम टेबल बनाउनुहोस्। आवेदन प्रक्रिया कस्तो छ र परीक्षा कहिले हुन्छ नोट गर्नुहोस्। हप्तामा एक दिन रिभिजन र मोक टेस्टका लागि छुट्याउनुहोस्। पुराना प्रश्नपत्रहरू हल गर्नुहोस्। शिक्षक सेवा आयोगद्वारा प्रकाशित पाठ्यक्रम नियमित अध्ययन गर्नुहोस्। लोकसेवा आयोग, शिक्षक सेवा आयोग र वित्तीय क्षेत्रका प्रमुख वेबसाइटहरू नियमित रूपमा भिजिट गर्नुहोस्। लोकसेवा आयोग, शिक्षक सेवा आयोग र वित्तीय क्षेत्रका प्रमुख वेबसाइटहरू यो भिडियोको डिस्क्रिप्सनमा राखिएको छ र कुन वेबसाइटबाट के जानकारी लिन सकिन्छ त्यो पनि डिटेलमा उल्लेख गरिएको छ। त्यसैले थप जानकारी र सजिलोको लागि यो भिडियोको डिस्क्रिप्सनमा जानुहोला। अन्त्यमा सरकारी जागिरको तयारी कठिन अवश्य छ, तर असम्भव होइन।
सही दिशा, निरन्तरता, अनुशासन र आत्मविश्वासले तपाईँलाई सफलतासम्म पुर्याउनेछ। लोकसेवा, बैंकिङ वा शैक्षिक सेवा जुनसुकै क्षेत्र रोज्नुहोस्, तपाईँको मेहनतले नै तपाईँको भविष्य बनाउनेछ। साथीहरू, तपाईँ सरकारी जागिरको तयारी गर्दै हुनुहुन्छ भने यो भिडियोलाई लाइक गर्नुहोस्, तपाईँका साथीहरूलाई पनि सेयर गर्नुहोस् र यस्तो उपयोगी ज्ञानको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। यो हो करियर अफ नेपाल, तपाईँको करियरको साथी। हामीलाई फेसबुक र इन्स्टाग्राममा पनि फलो गर्नुहोस्। फेसबुक पेज facebook.com/careerofnepal, इन्स्टाग्राम पेज instagram.com/careerofnepal। फेरि अर्को भिडियोमा भेटौँला। नमस्कार।